जीवनमा हामी सबैले चाहन्छौँ कि सबैले हाम्रो सम्मान गरून्, सबैले हाम्रो तारिफ गरून् र सबैले हामीलाई वाही वाही गरून्। यहाँ हर कोही मानिस आफ्नो लाइफको सुपरम्यान र सफल बन्न चाहन्छन्, तर मानिस आफ्नो सपना सफल पार्नको लागि मेहनत गर्न चाहँदैनन्। मेहनत बिना सफलता पाउन खोज्नु भनेको कुनै बिरुवा रोपेर त्यसलाई मलजल नगरिकन त्यसबाट फल पाउने आश राख्नु जस्तै हो। यस्तो गर्दा जनतन त्यो बिरुवा ठुलो होला, तर त्यो बिरुवाले फल भने पक्कै पनि दिने छैन। यहाँ जुनसुकै कुरामा पनि सफल हुनको लागि, जीवनमा आफूले चाहेको कुरा पाउनको लागि चाहिने भनेको मेहनत र परिश्रम हो। तपाईँ जस्तै हजारौं मान्छेहरू आफ्नो लाइफको सुपरम्यान बन्न चाहन्छन्, तर बन्न चाहनु मात्र र बन्नुमा धेरै फरक छ। त्यसको लागि तपाईँ सुपरम्यान बन्न चाहनुबाट परिवर्तन भएर त्यसमा काम गर्न थाल्नुपर्छ। तब मात्र तपाईँ जीवनका हरेक मोडमा सफल बन्न सक्नुहुन्छ। आजको यो भिडियोमा हामी बताउनेछौँ कि तपाईँ जीवनमा कसरी सुपरम्यान बन्न सक्नुहुन्छ, जुन शब्द र बाणीले तपाईँको भविष्य र वर्तमान बदल्नेछ। आउनुहोस् भिडियो सुरु गरौँ। नम्बर 1 मा छ एक्सन लिइहाल्ने बानी बसाल्नुहोस्। तपाईले देख्ने सपना नै तपाईको सुपरम्यान बन्ने एउटा साधन हो। तपाईँ त्यो सपना साकार पार्नको लागि मात्रै फिल्डमा निक्लनुहोस्, बाटो आफै पाउनुहुनेछ। आफ्नो सपना पूरा गर्नको लागि एक्सन लिनु एकदमै जरुरी छ। तपाईसँग आइडिया छ, इन्टेन्सन पनि छ अनि एक्साइटमेन्ट पनि छ, तर पनि एक्सन लिन सक्नु भएन भने तपाईँ त्यो कामलाई अर्को दिन बिर्सनु हुनेछ। त्यो चिजको कुनै पनि भ्यालु हुँदैन। अन्तिममा तपाईलाई रिग्रेट बाहेक अरू केही पनि हुने छैन। त्यसैले एक्सन लिइहाल्ने बानी बसाल्नुपर्छ। हामी कुनै काम सुरु गर्नुभन्दा पहिले यो कुराको सोचमा फस्छौँ कि मसँग एक्सपिरियन्स छ कि छैन, ट्यालेन्ट छ कि छैन, कसैको साथ छ कि छैन। हो, तपाईँ सही पनि हुनुहुन्छ। तपाईसँग कसैको साथ छैन र कहिल्यै हुने पनि छैन। जब तपाईले काम गर्न सुरु नै गर्नु भएको छैन, एक्सपिरियन्स त कसरी हुन्छ? अनि रह्यो ट्यालेन्टको कुरा, यो त जब तपाईँ केही गर्न थाल्नुहुन्छ अनि मात्र थाहा हुन्छ तपाईसँग ट्यालेन्ट कति छ भनेर। कुनै पनि काम गर्नको लागि पर्फेक्ट समयको लागि नपर्खनुहोस्, किनकि पर्फेक्ट समय त कहिले पनि आउँदैन। समयलाई पर्फेक्ट बनाउने तपाईँ हामी आफैले हो। त्यसैले हाम्रो जीवनमा सुपरम्यान बन्नको लागि एक्सन लिनु एकदमै जरुरी छ। नम्बर 2, पागलपनको साथमा जिद्दी बन्नुहोस्। तपाईँ आफूलाई जुन ठाउँमा भएको देख्न चाहनुहुन्छ त्यसको लागि लड्ने गर्नुहोस्। यदि एकपटकमा सफल हुन सक्नु भएन भने अर्कोचोटि कोसिस गर्नुहोस्, तर हार नमान्नुहोस्, किनकि तपाईलाई त्यो ठाउँमा पुग्नु नै छ। यही अडान मनमा राखेर अघि बढ्नुहोस्। जति पनि सफल मान्छेहरू छन् तिनीहरूमध्ये कतिको सफलताको कारण पागलपन नै हो। यही पागलपन र जिदले हामीलाई खराब भन्दा पनि खराब समयमा लड्ने तागत दिन्छ। तपाईँ कुनै कुराले मोटिभेट हुनुहोस्,